हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ म के सामानहरू किन्न गएको छु। मेरो दादाले चाहिँ ब्लगै बनाउन दिँदैन क्या, यहाँ पराएर ब्लग बनाएको छु। अब दादा म सागहरू किनेर आउँछु भनेर भनेको छु कि, अनि बल्ल बल्ल ल ल भन्नुभएको छ। अनि दादाले चाहिँ अहिले ब्लगै बनाउन दिनुहुन्न क्या। फेरि युट्युब प्लेबाट आउँछ भन्छु, हुँदैन तैँले किन चाहिँ बनाउनु भन्छन्। अनि त्यही भएर म चाहिँ यहाँ कुनामा आएर तपाईँहरूसँग बोलिरहेको छु। म गीत गाउँदैछु हौ। लगाउनु ए लगाउनु साग यहाँ हाल्नु झोलामा। मोबाइल हेरेको अनि भिडियोको आवाज सुन्दिनँ त। सानो गरेको छु हौ। ल ल ती हाल्नु यो पनि। अनि भिडियो गरेको देख्यो अरे ल। को हो? कहीँ होइन के गर्दैन थियो अरे। ए म चाहिँ ब्लग ल बना मलाई यो मलाई डायमन्ड चाहियो नि। यस दिन्छु तपाईँलाई। मेरो ब्लगलाई अर्कालाई ब्लग बनाउँछु होइन गाइजहरू। ए अब म गाइज भने थप्पड खान्छु। ए साथीहरू अब के गर्नु र। मेरो साथी भनेपछि साथी नै भन्नु होला। गाइज आयो कन्त साह्रो कुरा गर्नुहुन्छ। गाइज त भनेको तिमीलाई कुद्नु मिल्दैन फुच्चे। गाइजहरू म चाहिँ जाँदैछु। हेलो फ्रेन्ड्स भन न। हेलो फ्रेन्ड्स म जाँदैछु। मोट भन्दा पठाउँछु पैसा टिपेको हो म। मुन्टा टिप्नु पर्ने। म ब्याङ्कमा गएको। ओइ म ब्याङ्कमा गएको। तिमी त्यही सब्जी लाइनमा बस्छ ल। नाइ म पनि जाने। लाउनुस् लौ तिहाल पनि तिहाल। यति धेरै सब्जी लानुपर्छ तिहाल। लान्छु उल्टो क्यामेरा यस्तै गर्नु पऱ्यो। के हुँदैन त्यो यस्तै हुन्छ क्यामेरा। यस्तै हो क्यामेरा। मोबाइलबाट क्यामेरा भनिन्छ नि त। अब हामी चाहिँ यहाँ सब्जी टिप्दैछौँ। सिन बनाएको जस्तो छ। साग पनि थियो होला त। त्यो भाइ त हेरेको हेरे भयो त यहाँ नि। यहाँ हाल्ने सब्जी यस्तै अनि को तिमी पनि स्कुल पढ्थ्यौ? तिमी स्कुल पढ्थ्यौ? पढ्दिनँ। सबै सामानहरू किनेर मात्र गरौँ न बुढु। गाइजहरू अब चाहिँ हामी सामान किन्ने। यहाँ बाइक आए जस्तो छ। हामी चाहिँ यहाँ सब्जी लाइनमा। दाइ यो फेन कतिको हो? यो दिनु न एउटा। दादा पैसा तिर्दिनु त। यति मिठो हावा छ कि। मैले चाहिँ फ्यान किने एउटा। पत्ता खाले अहिलेको जमानामा पत्ता खाले हुन्छ। अहिलेको जमानामा दादा अहिलेको जमानामा यस्तो हुन्छ नि पङ्खा त। अनि मलाई चाहिँ नयाँ यसले अक्सिजन दियो मलाई। यस्तो भाँच्यो। मेरो दादा चाहिँ पछाडि हुनुहुन्छ। यहाँ छन्। गाइजहरू यो पोखरा छैन।
आदि यसको पुच्छरै छैन गाईको यसको त गाउँ भइरहेछ गाउँ छोड्दो वाउ कति राम्रो पठान आइज गाई चोरु म चाहिँ पहिलेको जमानामाको किन्दैछु तिमी त के पैसा मात्रै टिपेको अब सब्जीहरू पनि टिप न के सब्जीहरू पैसै मात्रै टिपेको हेलो गाई छोरु म चाहिँ तपाईँले यस्तो डर कुट्नु जस्तो छ कि तपाईँले लाइक सेयर सब्सक्राइब गर्नु सब्सक्राइब अहिले गर्नु 3 2 1 गो अहिले त गर्नुभयो होला गाई छोरु म मेरो मम्मीले सबै देख्छु उही शिवानी आए जस्तो छ उपर हेर न ए खुसी भएको रहेछ खुसी मेरो साथी चाहिँ उपरबाट आउँदैछ पछाडिबाट जुम गरेर अलिक अगाडि आउँछ नि उठो गाई कथालामा भएर तपाईँले देखाउँछु अलिक यस्तो गर्नुपर्छ ब्लग बनाउन टाइम सकिसक्यो त बहिनी छिटो भएको ब्लग बनाउन फोन दिन्छु नि न यो मेरो फोन हो मेरो स्कुलको कामहरू पनि आयो होला म्यासेन्जर गाई छोरु म अहिले यो ब्लग एन्ड गर्छु मेरो दादाको यहाँ के छ अरे भन्दा बताउनुहुन्छ यस्तो त मेरो नि देखाइदियो न के त्यही होइन ब्लग बनाएको आऊ न यहाँ चाहिँ मेरो दादा हुन्छ यसले पय गर्नु आयुष मेरो ब्लगमा त बोल्छौ त तर तिमीले चाहिँ मेरो ब्लगमा किन देखाउँदैनौ मेरो ब्लगमा देखाउँछु ल अब लौ न डालेटी दे टिप्ने कि दाल हो र त्यतिको दाल कुनै कुनै साँच्चै के हुन्छ दिने मलाई कलेक्ट गरेर म चाहिँ दुख छैन तिमी पनि गर यसको फुल पनि टिप्नुपर्छ यसको रस हुन्छ हुँदैन दाल यस्तो मात्रै यस्तो छोड अब भयो अब यस्तो टिप्ने यस्तो अब यस्तो कत्रो ठुलो भेटेँ मैले भयो अब धेरै नगर आइज त्यो माटी मार्को म भाटा लाउँछु को बाख्रालाई दाल लैचोरु यहाँ राख भयो यति त्यहाँ हुँदैन खुसी हेर्नु है पछाडि के गर्दैछ खुसी लुगा के गर्दैछ खुसी के गरेको हेर्नु है पछाडि खुसी छ गई भित्र म लडे आज दिदी आउनुहुन्छ अरे छिटो जा को दिदी फेरि कसको दिदी फेरि ए खुसी ला दिदी आउँछ तर घर नजाम यहीँ पर्खिनुपर्छ आउनु बस्नु खाजा खानु अब बस्नु आउनु बस्नु न यसो यो पार्क हो यसरी हिँड्ने पार्क हो बसना है पार्क भए पनि सार्क भए पनि यहाँ हिँड्ने मोडल गर्ने यहाँ म बसेर पनि मोडल गर्ने गरेर धेरै नसिकाऊ गाइजहरू अब म यहीँबाट भिडियो एन्ड गर्छु अर्को भिडियो पनि बनाउनु छ पार्ट 3 बनाउनु छ पार्ट 4 बनाउनु छ ल ग्रेनीको भर्खर वान हुँदैछ ग्रेनीको तर अहिले नगर्ने ग्रेनीको गाइजहरू बाई